Hey everyone, good morning. Welcome back to my channel. So आज चाहिँ हो माता तिथि होची भनिन्छ हैन, मदर्स डे. सो म चाहिँ आज घर जानको लागि फटाफट नुहाइदै गरेर बिहानबाट कामसम गरेर नुहाइदै गरिसकेको छु र घरमा त्यो पूजा गरेर यहाँ घरमा आमालाई पनि हल्का पूजाहरू गरिदिए अनि जाने भनेर आज दुईजनै आज सन्डेको दिन मेरो हस्बेन्डको ड्युटी पनि छुट्टी छ, हामी चाहिँ जान्छौँ र हजुर हेर्दै गर्नु होला, म त एन्डसम्म देखाउने छु. ओके वेट एन्ड पछि लास्टमा हेर्नु होला. म चाहिँ झाडु लिएर अब झाडु मार्नतिर लागेँ. यता हेरेको त सोफा त क्याचङको भएको रहेछ, अब यसलाई पनि मिलाउनु पऱ्यो. र गाइस अब झाडु मारेको बादमा पोछा पनि मार्नु पर्यो र आज भयो अब माथि त्यो औसी पनि हैन र घरहरु सबै मैले लिपलप पनि पार्नु छ र पोछा पनि मार्दिहालेँ गाइस. टेबलको माथि पनि धेरै गन्दा भएको थियो र अब चाहिँ फटाफट गरेर पोछा मारेर अरु काम पनि भ्याउनु छ है. सो स्टार्ट भयो म चाहिँ पोछा मार्नलाई. सो गाइस कसैले कामवाली चाहिन्छ भने मलाई बोलाउँदा हुन्छ. र गाइस म सबै काम सकेर अब फ्रेस भएर आइसकेको छु र अब चाहिँ म फटाफट गरेर रेडी हुनु छ गाइस र रेडी भएको साथमा बादमा हजुरलाई देखाउने छु. वाइट र अब पाली मेरो कपडा चेन्ज गर्ने है. म सोच्दै थिएँ कुर्ती लाउँछु बट उसले चाहिँ खालि साडी लगा थाहा छैन किन राम्रो लाग्छ त साडी लाग्दा भन्नुहुन्छ र म चाहिँ साडी लाउँछु भन्दै साडीहरू चुज गर्न थालेँ गाइस. साडीहरू चुज गरेको बादमा मलाई यो साडी चाहिँ एकदम राम्रो लाग्यो किनभने यो हल्का गरेर छ हैन. सो यसो हिँड्दा हुँदामा अलिक हल्का ठिकै हुन्छ, नर्मल्ली राम्रो छ, हल्का सिम्पल. सो मलाई चाहिँ यस्तो नै ठिक लाग्छ हैन र यो साडी चाहिँ मैले चुज गरेर ल्याएँ. सो गाइस हजुरहरू चाहिँ अब कोले मादस डे मनाउनु भयो आज हैन र मादस डे मनाउनु पर्छ कि मान्छेले भन्छ के डर र यसो भएन त्यो होइन क्या. किनकि अब आमा बाबाले हाम्रो लागि यति सालसम्म हैन हामीले कति दुःख कष्ट गरेर यत्रो ठुलो बनाउँछन् भने हामीले एक दिन उनीहरूलाई एक दिन अब स्पेशल फिल गराउन हाम्रो के जान्छ हैन. 2-4 पैसा खर्च गरेर उनीहरूको लागि के एउटा गिफ्ट ल्याउन या के मिठो खुवाउन हाम्रो के जान्छ. त्यसमा अब अलिकति उहाँहरूलाई पनि त अलिकति स्पेशल फिल होस् हैन, यस्तो मान्थे भनेर उनीहरूको पनि त एक दिन त आओस् कमसेकम उनीहरूलाई मान्ने हैन. सो मेरो चाहिँ सोच यस्तो छ गाइस. हजुरले के सोच्नुहुन्छ भने कमेन्ट गर्नु होला र मैले भनेको कुराहरू सही हो या गलत हो यसो मानेर हजुरलाई मान्नुपर्छ जस्तो लाग्छ या होइन जस्तो लाग्छ. हेर्नुहोस् सोच्ने कुरा हो हैन. अब आफूले यत्रो सालसम्म आमाबाउले हामीलाई दिएका छन् भने हामीले एक दिन उहाँहरूको लागि दिन के फरक पर्छ हैन. म चाहिँ भन्छु यो पर्व चाहिँ हजुर हर कसैले मनाउनु पर्छ जस्तो लाग्छ. तर हजुरको के सोच आफ्नो आफ्नो सोच हो हैन त. तर मलाई चाहिँ लाग्छ कि सबैले यो मनाउनु र आमाहरूलाई एक दिनको लागि पनि स्पेशल फिल गराउन् भन्ने एउटा मलाई चाहिँ लाग्छ है. बट हजुरहरूको के सोच छ त्यो मलाई थाहा भएन है. हर कसैको अलग अलग सोच हुन्छ. यसो फाल्टु भनेर सोच्छन् भन्नेले पनि अलग कुरा, तर पनि स्पेशल त स्पेशल नै हुन्छ आमा हैन. बट फेरि पनि एक दिनको लागि उनीहरूलाई मतलब जुन हामी देखाउन त सकिँदैन हैन. स्पेशल दिनमा हुन्छ बट देखाउन सक्दैन. त्यो दिन हामीले उनीहरूलाई स्पेशल अब एउटा पुजिसकेपछि एउटा भगवानलाई त भगवान हो नि त हैन. आमा बाउ भनेको भगवान हो र उनीहरूलाई एक दिन हामीले पूजा गरेर एउटा गिफ्ट दिएर मिठो केक खुवाउँदा के नै हुन्छ र. सो त्यसैले चाहिँ म भन्छु यो चिज यो मदर्स डे चाहिँ हर कसैले मनाओस् भन्ने मेरो चाहिँ मनमा लाग्छ है. अदरवाइज हजुरहरूको मतलब सोच हो या पसन्द होइन. अगर गर्ने नगर्ने होइन, गर्न पनि हुन्छ होला प्रायः भागले त, बट कोले गर्नुहुन्न त्यसको लागि चाहिँ मैले भनिदिएँ है. त्यहाँ अब सबको 6 दिन भएको तर पनि अब आफ्नो सोच मैले एउटा एक्सप्लेन गरेको होइन. बट त्यसलाई ओभर स्मार्ट नभन्नु होला है. त्यसको लागि मैले फटाफट गरेर तयार हुँदैछु गाइस. अब मेरो कुरामा को एग्री गर्नुहुन्छ कमेन्ट गर्नु होला. ओके
कुराहरू सही हो या होइन त्यो पनि भन्नु होला आखे। र म चाहिँ एकदम तयार भइसकेको छु है। र मैले दियोको लागि सबै ठिक्क पारेर रेडी बनाइसकेको छु। अनि सब्जी या मिठाईहरू पनि छ। यहाँ घरमा सबै थोक सकेर अब हामी चाहिँ हिँड्न लागेको गाइस। र एकदम एक्साइटेड छु र रुक्नु होला वहाँसम्म जाँदाखेरिको चाहिँ घर गल्लीबाट निक्लिसकेको छौँ। हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी पुगेपछि हजुर देखाउनेछु। यो चाहिँ हो मैले मम्मीहरूको लागि मिठाईहरू के लगेको है। सो गाइस हामी चाहिँ वेमबाट फेरि लाग्यो घरको बाटो। हामी चाहिँ घर पुग्न आँट्यौँ र म एकदम एक्साइटेड छु है। यो चाहिँ कोही कुरा सिरीमा सो गाइस अब चाहिँ पुग्न आँट्यौँ। म एकदम खुसी छु। हजुरलाई थाहा होला होइन जब घरमा आइपुग्ने बेलामा कस्तो खुसी लाग्छ भन्ने कुरा होइन। सो गाइस म चाहिँ आइपुगेको छु घर र म नहुँदा पनि हेर्नुहोस् गाइस कति सुन्दरले राख्नुभएको छ मेरो घर। झन् सुन्दर भएछ म आउँदाको भन्दा पनि। यहाँ हेर्नुहोस् अब नजारा कति सुन्दर छ है। अहिले झन् ग्रिन ग्रिन हर तरफ फुलहरू पनि कति सुन्दरले फुलेको गाइस। यो सब चाहिँ लगाउनु छ लेकिन मैले लगाएको गाइस। सो यहाँ हेर्नुहोस् मेरो पछाडिको फुल बगान। हेर्न सक्नुहुन्छ गाइस। र पापाले यहाँनिर पनि फुल लानुभएको रहेछ र कति सुन्दर भएको। कति दिन नै भयो र पनि यति चेन्ज लाग्छ। र यहाँ पनि अहिले त घर भइसकेको रहेछ। यो मेरो फुलहरू पनि यति सुन्दर भइसकेको छ गाइस। गाइस हामी यहाँ आएर पनि मम्मीले सेवाई पकाउँदै हुनुहुन्छ गाइस। आफूले खानुको लागि आफै बनाएर हुनुहुन्छ। अच्छा मैले फ्रुइटहरू सबै रेडी बनाएको छु। अब रेडी बनाउन टिका लगाउनलाई टिकाउँदैछु म। आफूलाई लागि आफै गर्नुपर्ने तयारी के गर्नु त नि। भिडियो बनाउँदा सुके छ टिका त्यो त टाउकै देखेन। पापा बोला बोला ठिकै सुकेछ। यताको पानी चुर्ने बेला भइहाल्यो। पानी दिएपछि नरिसाउनुमा पानी चुर्ने।
नभने छमछम राम्रो हुन्छ रङ खोज्दा त्यस्तो लताले फेरि आटा पुगेका छन् यति नै थियो क्या नि जान्छु त्यत्रो सानो टुक्रो खाइदियो नबुझ्यो भने आउनु त खानालाई सबै एकैचोटि हालिदिनु अर्कै मजाक मजाकमा अटक जाएगा भन्ने हँसाउँछ फेरि हँसायो भने अर्किन्छ नि चाहिन्छ पानी ठुलो पारेर देख्यौ देखेन कालो न काली डरेको भएको छ भन्नु डढेको भयो होला देख खाइ नभन्नु के मजा रोक्नु त अनि रातो हातले दिनु त पुरा आपेल केले काटेको खोइ त खुर्सानी काटेको थियो होला सानो होइन मुख पनि बिचारा के यसो गर्नु मैले र गाइस यहाँ चाहिँ आयो पालो ज्वाइँको भने पनि छोरा भन्नु है ज्वाइँ अब छोरै हुन्छ होइन सोच्ने भने र उसले चाहिँ अब आमा हो मेरो पनि आमा हो होइन भन्दै उसले पनि टिका लगाइदिन्छ म पनि भुलेर लगाउनु थाल्नुभयो र उसलाई चाहिँ यति आइडिया छैन के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर ल अफ मकेर थियो होइन घरि के गर्नु चाहिँ घरि गर्ने म त हाँस उठेर गाइस यहाँ हेर्नु यो चाहिँ हाम्रो मकैबारी हो लेकिन कति खराब भएछ यति खर्च हुन्छ बट हेर्नु न मकैबारीको हालत लेकिन पनि हामी अस्ति नै आउँदाखेरि त सानो थियो अहिले त कति ठुल्ठुलो भएछ तर मकै नै छैन के गर्नु अब चाहिँ हामी गाइस कहाँ जाँदैछौँ भन्दा बडे मामाकोतिर काकीहरूकोतिर जाँदैछौँ मम्मीहरूलाई यो गरेर टिका सिका लगाइदियो अरे म जाँदैछु उता गाइस हामी त दिदी घर गएको थियौँ र अब घर जाँदैछौँ फाइनली गाइस अब बेलुका भइसक्यो हेर्नुहोस् घामसम्म डुबिसक्यो लेट हुन्छ यार अब स्पिड जानुपर्छ है सो गाइस अब चाहिँ घरबाट हिँडेपछि देखाउँला र घर पुगेपछि ओके गाइस हामी चाहिँ घर पुग्न आँट्यौँ फाइनली गाइस हामी चाहिँ घर आइपुग्यौँ अलि अगाडि नै आइपुग्यौँ बट आउने बित्तिकै सबै ड्रेसहरू चेन्ज गर्न थाल्यो सो आजको ब्लग यति नै थियो ह्याप्पी मदर्स डे अल अफ माई मम्स सो हजुरहरू सबैलाई धेरै धेरै शुभकामना छ मदर्स डेको कमेन्टमा बुझ गर्न नबिर्सिनु होला ओके एन्ड ओके बाई आजको ब्लग यति नै थियो लभ यु अल